मैंने तिमी कोस्टल वक गएकै गएन हामी बन्डाइ टु कोजी कोस्टल वक गएको थिएँ क्या हेलो एभ्रिवान आज चाहिँ हामी फिसिङ आएको भेन्जु म अहिले चाहिँ अनुजु घरमा छौँ अनि हामीसँग सामानहरू चाहिँ केही नभएर अब अलिक एक दुईवटा सामान नभएर चाहिँ हामी एनाकोन्डा सामान लिन्छ किन्छौँ त्यसपछि हाम्रो आज चाहिँ हामी ब्राउन रकतिर जाने सोचिरहेछौँ हेरौँ के हुन्छ बाटोमा सामान किनेर हामी चाहिँ अब कति बज्यो अहिले 10:45 भयो सामान किन्दाखेरि सायद 11:30 होला जाँदाखेरि 12 बज्ला घाम बिचमा हुन्छ आज वेदर पनि राम्रो छ सनी छ वेदर हेरौँ के हुन्छ होपफुली विल क्याच सम फिश माछा समात्नुपर्छ आज माछा समात्नै पर्ने हुन्छ अनि अब हामी एनाकोन्डातिर भेटौँला गर्न सक्नुहुन्छ हामी यता ज्याकेट पसल छौँ क्याम्पिङ साइडमा लाउने कपडाहरू होइन यस्तो छैन हामी खास के दिन आएको ए कसलाई त्यो सोध्ने हो कि नयाँ किन्ने हो हामी खास गरी फिसिङ रड बिग्रेर नयाँ किन्न आएको चाहिँ Do you guys have the teapot for this fishing rod? Yeah. The teapot? No, we don't sell this. What brand is it? This one is Taiwan. Taiwan. Did you buy from Anaconda? Yeah, we buy from them. You can contact them. It's not warranty. You have to pay for something. Okay, the broken is in warranty? Broken is not. Which one? मेरो भने यो यसको
अहिले चाहिँ हामी हिँड्दै जाँदैछौँ फिसिङ पोइन्टमा। कार पार्कदेखि चाहिँ थोरै हिँड्नुपर्ने हुन्छ, 10 मिनट। अब चाहिँ यताबाट जानुपर्ने हुन्छ। सेम यो बाटो हिँड्दा चाहिँ नेपालकै जस्तो हो है बाटो चाहिँ, यसको वास्ता पनि त्यस्तै छ। होइन अस्ति नै पनि त त्यस्तै त भएको थियो नि, लास्टमा पऱ्यो नि त। त्यो अनि त्यो ठाउँ जानु हेर्न भाइ। मैले तिमी कोस्टल वाक गएकै गएन? हामी बन्डाई टु कोजी कोस्टल वाक गएको थिएँ क्या, यस्तै चाहिँ थियो है बिचतिर बाटो नि। हामी कहाँ पुग्नु? कहीँ त पुग्ला नि त यहाँ। अहिले चाहिँ हामीले थोरै बाटो बिर्स्यो, त्यही भएर हामी रङ बाटोमा गयौँ, फेरि फर्किँदैछौँ हामी रङ बाटोबाट। एकदम बाटो चाहिँ एकदम एडभेन्चरस छ है। यता अनुजले बाल्टिन बोकेको छ, यता बेन्जु फेरि फिसिङ। हेलो, फेरि उकालो लाग्नुपर्ने हुन्छ। झाडी झाडी गरिदिनु त सिधै हाम्रो मुनतिर। के छ, के विचार गर्छ केटा? जाम 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 के हुनु? अहिले चाहिँ हामी राइट वेबाट आउँदैछौँ। अघि चाहिँ हामी माथि झुकेर माथि चढेर 10 मिनट जति चाहिँ माथि गयौँ, फेरि फर्केर आयौँ। अब यो चाहिँ प्रपर वे हो, यो चाहिँ जाने पिचको लागि।
देख्न सक्नुहुन्छ बिचको पुरै बोट चलाउँदैछ हामी यता जाँदैछौँ के हो खस्रा खुस्रो गर्छ त्यो रातोमा पुरै बच्चा बस्या मान्छेहरू बस्या कि है त्यो पछाडिको रातो बोर्डमा रमाइलो गरे यता यो पारीको चाहिँ देख्न सक्नुहुन्छ यो लापेरेस हो मिठो भ्यू देखेको छ माछा चाहिँ कसरी ल्याउने केटा आयो पर्छ त माछा त अनि बोक्नै सकिन्न माछा त यार सही उकालो चढ्नुपर्छ अहिले आउँदा चाहिँ खै अहिलेसम्म त माछा त बोकिन्न क्या डोरीमा टेक्यो यहाँ त साइक्लिङ गऱ्यो भने सही आउँछ होला है यहाँ धरि यस्तो दामी हेर न यहाँ पुरै बार लाग्छ कि है ओ के हो है हेर न गइसक्यो त्यो भन्थेँ नि मैले यस्तै हो कि सर्पो जस्तो लागेर त्यो हम्फाल्नु भाइ हो अघिको उताको भए चाहिँ उतातिर गइन्थ्यो होला है भन्छु यता हेर न राइटमा उ त्यहाँ ट्रकहरू होइन कि मैले भने अघि हामी मुनि बाटो गएको चाहिँ उ त्यहाँ पुग्छ होला कि यहाँ है यो बाटै जानु मिल्छ है मान्छेहरू हिँडेको देखिरह होइन हौ हिँडिरहेको यति पर्छ क्या माछा चाहिँ मैले देखिसकेँ हाम्रोमा लक देखिसकेँ तर बोकेर ल्याउनु चाहिँ कसरी हो भन्ने कुरा हो क्या यहीँ छ मान्छेहरू देखिसक्यो हामी चाहिँ अहिले फिसिङ पोइन्टमा आयौँ घाँटी त कालै हुन्छ होला रातो त फिसिङ स्पोट हो त्यो दाइले कहाँ पार्यो र अहिले चाहिँ हामी फिसिङ स्पोटमा फिसिङ स्पोटमा आयौँ देख्न सक्नुहुन्छ यो फिसिङ स्पोट यहाँ पारि चाहिँ मान्छेहरू फिसिङ गरिरहेको छ अनि हामीले यहाँ चाहिँ हाम्रो चिकनमा टक्क बस्छ दुईजना चिकन गर्दैछ हेरौँ कतिको अब माछा पर्छ हेर्दाखेरि त माछाहरू छ जस्तो देखिन्छ हेरौँ के हुन्छ है त लेट्स सी
साथीभाइहरू केही पनि परेको छैन, हामी सबै निराश छौँ। अब प्याकिङ स्याकिङ गरेर जाँदैछौँ हामी यहाँबाट। खोइ अरू मान्छेहरू पनि केही परेको पनि देखेको छैन। खोइ आज के हो, माछा आज के भइरहेको माछालाई आज, त्यही हो। यहाँबाट प्याक गरेर जान्छौँ हामी, प्याकिङ गरेको छ बेन्जुरो भन्नु। त्यही हो, अब माथि गएर भेटौँला, मिल्यो भने मुड चल्यो भने अर्को ठाउँमा फेरि फिसिङ गर्न जान्छौँ। सी यू द्याट। ल गाइस, यति भरि माछा छ, यो हल्लिरहेको है माछा। अब फर्किन लागेको, छालहरू आउनु लाग्यो, अब त्यही भएर फर्किँदै हो। सब केटाहरू मूर्ख भए माछा पुरै पुरै जिन्दै हो, अझै हल्लिरहेको। एक त माखाले पनि हो फर्किन लाग्यो, एकै माखा मुखै भर्याउने आमा। माछै माछा त्यहाँ बोर्डमा भएको त सबै टिप्यो होला एक एउटा। के हेर्न सक्नुहुन्छ बोर्डले कतिखेर आउने। अलि बाटो चाहिँ ठाडै रहेछ, आउँदा त रमाइलो भएको थियो, फर्किँदा चाहिँ हल्का स्यास्या हुने रहेछ न। माखाले त लास्टै ल्याउनु चार्ज पनि सकिनु रहेछ। यता हो, यता हो क्या? हामी फर्किँदै गरेको अवस्था। मजाको हावाहरू लाग्न थाल्यो, अब बल्ल शीतल शीतल हुन। तर यो माखा चाहिँ भएन क्या। रोडमा आइयो, पार्किङ चाहिँ हामीले तल गएर छौँ, त्यहीतिर जाँदै हामी।